त्यतिबेला यो गुफाभित्र कराई, थाल, पन्यु, हँसिया जस्ता सामग्री फेला पर्नुले यस गुफामा मानव बसोबास भएको अन्दाज गर्न सकिन्छ। अन्य कुराहरू भने अनुसन्धान गर्न बाँकी नै छ। यो गुफाको प्रवेशद्वार निकै सानो छ। भित्र पसिसकेपछि निकै ठूलो पहिलो तला भेटिन्छ। यस तलामा विभिन्न आकृति रहेको छ। विभिन्न देवताहरूको आकृति रहेको यस तलामा अत्यन्तै आकर्षक दृश्यहरू छन्। भित्र चाहिँ नि दाहिने बायाँ अब गाईको मूर्ति पनि थियो, केराको काङ्यो पनि थियो है, ढेकी झाँटा पनि थियो। तर त्यहाँ एक ठाउँमा पैसै जस्तो थियो के अरे, हामीले अरू यहाँ राख्न सकेन। तर कहिले यताबाट पाउनु पर्छ, कहिले यताबाट पाउनु पर्छ, ताला ताला छ। दोस्रो तला प्रवेश गर्नको लागि साँगुरो बाटो छ। एकजना मात्र पार गर्न सकिने यो बाटोको दायाँ बायाँ पनि विभिन्न रोचक दृश्यहरू देख्न सकिन्छ। गाईको थुन, हात्ती लगायत विभिन्न प्राकृतिक आकृतिहरू यहाँ प्रशस्तै छन्। तर यहाँ भएका विभिन्न आकृतिहरूको संरक्षण नभएको कारण अधिकांश रोचक आकृति नष्ट भएको पाइन्छ। अब यी बाँकी रहेका सुन्दर आकृतिको समयमै संरक्षण गर्नु जरुरी देखिन्छ। दोस्रो तलाबाट तेस्रो तलामा चढ्नको लागि केही उकालो चढ्नु पर्दछ।
हाल यहाँ कुनै सुविधा नभएको केही जटिल जस्तो भए तापनि यहाँ भर्याङ भएको खण्डमा सजिलै पार गर्न सकिन्छ। यस गुफाको जति माथि गयो उति राम्रो एवं आकर्षक दृश्यहरू देख्न सकिन्छ। यो तेस्रो तला हो। यहाँ विभिन्न दृश्यका साथै विभिन्न आकारका शिवलिङ्गहरू प्रशस्तै छन्। यहाँका यी शिवलिङ्गहरू वा अन्य आकारहरू हेर्दा यो गुफा पनि अन्य प्राकृतिक गुफा जस्तै चुनढुङ्गा पग्लिएर बनेको हो भन्न सकिन्छ। केही वर्ष अघिसम्म यस तलाभन्दा पनि माथि अन्य 4 तला भएको कुरा स्थानीयवासीहरू बताउँछन्। केही वर्ष पहिले 4थो तलामा जाने ढोका माथिको भाग झरेर थुनिएपछि हाल माथिको दृश्य अवलोकन गर्न सकिँदैन। यस गुफालाई धार्मिक तीर्थस्थलको रूपमा लिन सकिने प्रशस्तै सम्भावनाहरू छन्। यस गुफामा पूजा गर्न थालेपछि यस वरपर कुनै अनिष्ट नभएको र बाली नाली समेत सिद्धको शक्तिका कारण नाश नभएको यहाँका स्थानीयवासीहरू बताउँछन्। यस गुफाभित्र पनि त्यति व्यवस्थित छैन भने बाहिरका मनोरम दृश्यहरू पनि व्यवस्थित छैनन्। यहाँभित्रको आकृतिको अवलोकन गर्न उज्यालो बत्ती एवं बाटो पार गर्न भर्याङको जरुरी छ।
यस्तो अत्यन्तै महत्त्वपूर्ण स्थलको संरक्षण र सम्वर्धन कार्य व्यवस्थित हुन सकेको छैन। यस नजिकै अति स्वच्छ र शुद्ध पिउने पानी खेर गइरहेको छ, तर गुफामा पानीको सुविधा छैन। यसलाई पनि व्यवस्थित गरी गुफा नजिकै लैजानु जरुरी देखिन्छ। पानीको सुविधा त छ, तर त्यसलाई चाहिँ हामीले अहिले अलि व्यवस्थित गर्ने तरिका चाहिँ हामीले जमर्को गरेका छौँ। यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरू छन्, तर यहाँ विकासका कार्यक्रम सञ्चालन नहुँदा यो स्थल पर्यटकीय स्थलको रूपमा विकास हुन सकेको छैन। यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको लागि स्थानीय बासिन्दाहरूको सहभागितामा गठित सिद्ध गुफा क्लब र सामाजिक सरोकार समाज जस्ता संस्थाहरू लागि परेका छन्। यी संस्थाहरूको पहलमा यस क्षेत्रलाई पर्यटकीय भिमाददेखि 3 किलोमिटर पर रहेको सिद्ध गुफासम्म जाने एउटा बाटो जो हाम्रो सामाजिक सरकार समाजको पहलमा जिल्ला